हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। यहाँलाई स्वागत छ मेरो अर्को भिडियोमा। अनि साथीहरू आज के हो भनेर हजुरहरूले थम्बनेल टाइटल देखेर थाहा पाइसक्नुभयो। यहाँ चाहिँ म यता खोलातिर आएको छु साथीहरू। अनि यो खोलामा किन आएको भन्ला, खोलामा त्यतिकै आएको हेरौँ के हुन्छ। लास्टसम्म हेरेर धेरै धेरै माया गरिदिनु होला भन्न चाहन्छु। अनि नयाँ साथीहरू चाहिँ प्लिज सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई भन्न चाहन्छु। त्यही हो, अनि धेरै धेरै माया गरिदिनु होला। लास्टसम्म हेरेर मेरो भिडियोलाई के कस्तो लाग्छ कमेन्ट पनि छोड्नु होला है त। त्यही हो, यहाँ चाहिँ पानी कराएको छ। म भने खोलातिर आएको छु नि त। अनि त्यही हो साथीहरू, अनि म जाँदैछु। के कस्तो हुन्छ भिडियो हेर्दै गर्नु होला है त लास्टसम्म। त्यही खोलामा चाहिँ अब यसो माछा पाइन्छ कि भनेर आएको। मासु त पाउँछ कि पाउँदैन हेरौँ होइन, नपाए पनि लास्टसम्म हेर्नु है त। मैले आज के गर्छु खोलामा गएर, माछा पाउँछ कि मैले माछा लिएर आउँछु कि लिएर आउँदिनँ हेर्नु होला पुरा भिडियो होइन। यहाँ चाहिँ खेत कस्तो राम्रो के है, खेतमा धान के कस्तो राम्रो फलेहाउ, बाला पुरै धानको बाला झुलिसक्यो। त्यही हो साथीहरू, यता चाहिँ पानी छ, खोला छ। अब म गएँ है त, हेर्दै गर्नु होला। खेत धान कस्तो राम्रो भएको छ हेर्नु है, धानको बाला झुलिसक्यो है साथीहरू। यता पानी छ, पानी साथीहरू। म चाहिँ यहाँ खेतको आली हिँड्दैछु। गाली गर्दाखेरि कस्तो खेत हो यो, गाली नगर्नु होला। म चाहिँ यता आइदिएँ खेत हो, हेर्दै गर्नु होला है, हेर्दै गर्नु होला। घाम चाहिँ मस्त लागेको छ एकदम, घामले पोल्छ। अब फोटो खिचाउँ न हो क्या चाहिँ गएँ त। त्यो रुगा लगाएको छ, नाखै स्वर आएको छ होला, केही छैन जस्तो भयो नि, हेरिदिनु होला। यही हो साथीहरू खोला। अस्ति नि यहाँ माछा मारेर रहेछ कि यस्तो गरेर। मसिनो माछा त जति नै छ, जति भयो नि माछा साथीहरू हिँडिरहेछ माछा। यस्तो खोला छ कि घाम लागेको छ मजाले। त्यही हो साथीहरू, बच्चा खोलामा आइपुगे। खोला यहाँ छ, माछा पाउन त त्यस्तै हो। त्यही पनि होइन, आइदिएको आज यस्तो छारा भनेर पानीमा डुब्दा नि होइन, खुट्टा राख्नु कति शीतल भएको छ यो घाम लाए पनि है। मेरो खुट्टा यता यस्तो पारामा छ हो। त्यही हो साथीहरू, भिडियो चाहिँ हेर्दै गर्नु होला है त। अनि यस्तै छ सबै। यो काठ फुलेर कस्तो थियो है अस्ति ताको त, अहिले त सब झरेर ट्याङल्याङ कति नराम्रो देखेछ। अस्तिको पनि माछा कति ठुल्ठुलो थियो, आज त कसै छैन। के हो कुन थियो मसिनो माछा त कति धेरै हो साथीहरू हेर्नु न, पक्कै हो कता हो। म चाहिँ यहाँ ढुङ्गामा बसिरहेको छु साथीहरू। मेरो काम त यहाँ बस्ने हो त्यो चाहिँ। घाम लाग्यो चल ल, म गएँ माछा हेर्नलाई। यहाँ चाहिँ मसिनो माछा त टन्नै छ।
सापा जस्तै हो तर यो मसिनो मारेर के काम होइन मार्नु पनि हुँदैन यस्तो बच्चाहरूलाई होइन खानु हुन पाप लाग्छ पाप लाग्छ यतिको झ्याउलाएर हिँडेको यता खोलातिर त्यही हो झ्याउलाएर यसो खोलातिर हिँडेको मात्रै हो किन भाइ झ्याउलाएर कोठामा कति बस्नु है अल्छी लाग्दोरी त्यही भएर यसो हिँडेको अब माछा चाहिँ म माछा समाउँछु साथीहरू माछा चाहिँ केले मार्ने हो भन्नु है यस्तोमा तान्ने माछा आउँछ हो यसमा पनि माछा फेरि आउँदैन भन्ने सोच्छ तर आउँछ यसमा म देखाउँछु अहिले है त हिँड्यो माछा मार्न मैले चाहिँ यहाँ न्युरो पनि भेटेको अवस्था न्युरो नि टिपेर लान्छु म तरकारी खानुपर्छ ल यो न्युरोको तरकारी खानुपर्छ यता नि छ ओइ यता नि छ न्युरो तालवारी तालपारी न्युरो गाजै न्युरै पाएन त यति पाएको त मान्छेहरू कता जान आएको रहेछ घाम ला मस्त कतिवटा घाम ला हो भनेको यस्तो बोलेको मान्छेहरू आएको छ कता जान आएको रहेछ पनि भेटायो जम्मा न्युरो त अझै खोज्छु म अहिले है एक मुठी भए पनि भारी आलुमा मिसाएर खानु त हुन्छ क्या साथीहरू होइन आयो झिँगा हो देखाउनु त यता झिँगा ल झिँगा आयो है साथीहरू झिँगे माछा आयो ए कता फुत्काउँछ मैले अहिले ल फर्स्टमा झिँगा माछाले उद्घाटन गर्यो प्लास्टिकमा है त ल उद्घाटन सुरु भयो यो छ्या बिचरा एक्लै भयो पखै अब साथी ल्याइदिन्छु फेरि अर्को ल अहिले चाहिँ यहाँ एउटा माछा झिँगा पस्न सफल भएको छ है दुईटा माछा बिचरा साथीहरू म चाहिँ घामले पोलेर यहाँ छाता ओढेर बसेको झ्याउला आयो मलाई त झ्याउलाई माछा यी माछा आयो माछा यति माछा लड को खाने हो साथीहरू त्यही हो घाम मस्त लागेको छ घामले चाहिँ मजाले पोलेको छ यसो झ्याउलाएर के कोठामा कति बस्ने टाइम पास यसो हिँडेको बाहिर खोलातिर होइन पानी यति ठुलो रहेछ यहाँ खोलामा त घाम चाहिँ मस्त लाग्यो साथीहरू त्यही हो पानी यहाँ यस्तो छ अनि त्यही हो माछा त अब कति माऱ्यो भनौँ होइन त्यही हो अलिकति छ अनि त्यही हेर्नु यस्तोमा तानेको अनि के आउने माछा यस्तोमा आउनु त आउने रहेछ हो भयो भने त ठुल्ठुलो आउँदो रहेछ मसिनो पनि आउँछ आउन त भन्थ्यो अब त्यो मसिनो छाक्ना भएको होइन हुँदा त नअल्झिने के मार्नु त्यस्तो बिचरा अनि यस्तो मसिनो त बिस्तारै हलेपछि त त्यसरी हुन्छ होला है जस्तो लाग्छ मलाई चाहिँ त्यही हो ठुल्ठुलो चाहिँ खासै आएन है यस्तोमा पनि के आउने है यस्तोमा पनि के आउने
माछी मारा नहुँदै हो गाजी। त्यही हो, घामले चाहिँ मस्त पोलेको छ। टाइम पास चाहिँ मजाले भयो। अब एकछिनमा हामी घरतिर लाग्छौँ। त्यो अलिअलि यसो निहुरो खोज्नु पर्यो, पायो भने धेरै सानो पर्ला होइन। A few moments later. ल साथीहरू, अब चाहिँ हामी खोलाबाट हिँडेको है त हिँड्नुहरू टिप्दैछु ल। त्यही हो, अब घर गएर म चाहिँ यसो अलिअलि त्यो माछा बनाएको देखाइदिन्छु अनि घर गएर माछा नि देखाइदिन्छु है त भाँडामा। अनि त्यही हो, निहुरो खोज्दै जाँदैछु। यति पनि खुला त्यही हो, अरू त के बनाउनु। अब भिडियो यहीँ इन गर्नु पर्ला साथीहरू है। त्यो अब घर गएर भिडियो गर्न त्यस्तै हो। त्यही हो, अब त्यही घर गएर यस्तो अलिअलि बनाएको भिडियो हालिदिन्छु बिचमा। त्यही हो, अनि भिडियो चाहिँ यहीँ इन गर्छु है त। त्यही हो, अब अर्को भिडियोमा भेटौँ ल। यतिन्जेलसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद सबैजनालाई। त्यही भन्न चाहन्छु। अब चाहिँ म अर्को भिडियोमा भेट्छु है त साथीहरू। त्यतिन्जेलसम्म सबैलाई बाई बाई।